हामीले सानैदेखि आकाशमा चन्द्रमा देख्दै आएका छौँ। कसैका लागि यो एउटा झुन्किरी हो, कसैका लागि देवता। तर के तपाईँलाई थाहा छ, हामीले पृथ्वीबाट चन्द्रमाको एउटा पाटो मात्र देख्न सक्छौँ। अर्को पाटो सधैँ अँध्यारो र रहस्यमय छ। के त्यहाँ एलियनहरूको आधार छ वा केही यस्तो चिज लुकेको छ जुन नासाले हामीलाई भन्न चाहँदैन। आज फ्याक्टोनिक्स नेपालीको यस विशेष भिडियोमा हामी चन्द्रमाको त्यो अँध्यारो पाटोको यात्रा गर्नेछौँ। भिडियोको अन्त्यमा म तपाईँलाई एउटा यस्तो रहस्य बताउनेछु जसले चन्द्रमाप्रतिको तपाईँको सोच नै बदलिदिनेछ। चन्द्रमा कसरी बन्यो त? वैज्ञानिकहरूका अनुसार 4.5 अर्ब वर्ष पहिले पृथ्वीसँग थिया नामक एउटा मङ्गल ग्रह जत्रो पिण्ड ठोक्किएको थियो। यो टक्कर यति भयानक थियो कि पृथ्वीको केही भाग उचिटिएर अन्तरिक्षमा गयो र त्यहीँबाट चन्द्रमाको जन्म भयो। यसलाई जायन्ट इम्प्याक्ट हाइपोथेसिस भनिन्छ। तर यहाँ एउटा अचम्मको कुरा छ, चन्द्रमा र पृथ्वीका ढुङ्गाहरू जाँच गर्दा तिनीहरू ठ्याक्कै एउटै तत्त्वले बनेको भेटिएका छन्। यसको मतलब चन्द्रमा वास्तवमा हाम्रो पृथ्वीको एउटा पुरानो टुक्रा हो। कल्पना गर्नुहोस्, हामी हरेक रात आकाशमा आफ्नै ग्रहको एउटा मृत हिस्सालाई देखिरहेका छौँ। चन्द्रमाको एउटा भाग सधैँ पृथ्वीतिर फर्किरहेको हुन्छ, जसलाई हामी नियर साइड भन्छौँ। तर फार साइड वा अँध्यारो पाटो कस्तो छ त? सन् 1959 भन्दा पहिले मानिसले यसलाई कहिल्यै देखेका थिएनन्। जब पहिलो पटक त्यहाँको फोटो खिचियो, वैज्ञानिकहरू छक्क परे। हाम्रोतिर फर्किएको चन्द्रमा समथर छ, तर अर्को पाटोमा हजारौँ ठुला ठुला खाल्डाहरू र पहाडहरू छन्। किन त? के चन्द्रमाले पृथ्वीलाई अन्तरिक्षका ढुङ्गाहरूबाट जोगाउन ढालको काम गरिरहेको छ? धेरै षड्यन्त्रकारीहरू भन्छन् कि त्यही अँध्यारो पाटोमा एलियनहरूले आफ्नो स्टेसन बनाएका छन्। के यो सम्भव होला? सन् 1959 जब अपोलो अन्तरिक्ष यात्रीहरू चन्द्रमामा पुगे, उनीहरूले एउटा अनौठो प्रयोग गरे। उनीहरूले चन्द्रमाको सतहमा एउटा सानो विस्फोट गराए। तपाईँलाई थाहा छ के भयो होला? चन्द्रमा 1 घन्टासम्म एउटा ठुलो घन्टी जस्तै थर्कियो। पृथ्वीमा भूकम्प आउँदा केही मिनेटमै थर्काइ रोकिन्छ। तर चन्द्रमा किन यति धेरै समयसम्म थर्कियो? के चन्द्रमा भित्रबाट खोक्रो छ? के यो कुनै प्राकृतिक उपग्रह नभएर एउटा विशाल कृत्रिम स्टेसन हो? यो आज पनि विज्ञानका लागि एउटा ठुलो टाउको दुखाइको विषय बनेको छ। हामीलाई लाग्थ्यो चन्द्रमा पुरै सुक्खा छ, तर भर्खरै भारतको चन्द्रयान र नासाको मिसनहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा बरफको रूपमा पानी फेला पारेका छन्। यो पानी मानव जातिको लागि सुनभन्दा बहुमूल्य छ, किनभने यही पानीबाट हामी अक्सिजन बनाउन सक्छौँ र रकेटको लागि इन्धन पनि। अबको 20 वर्षमा चन्द्रमामा मानिसको सानो सहर हुन सक्छ। चन्द्रमा अब केवल हेर्ने चिज मात्र रहेन, यो हाम्रो दोस्रो घर भन्ने तयारीमा छ। तर के हामी त्यहाँको वातावरणमा बाँच्न सक्छौँ त? त्यहाँको धुलो यति धारिलो छ कि यसले फोक्सो नै काटिदिन सक्छ। चन्द्रमाले हाम्रो पृथ्वीको समुद्री छाललाई नियन्त्रण गर्छ र हाम्रो दिनलाई स्थिर राख्छ। यदि चन्द्रमा नहुने हो भने पृथ्वीको सन्तुलन बिग्रिनेछ। यो केवल एउटा ढुङ्गा होइन, यो हाम्रो अस्तित्वको रक्षक हो। तपाईँलाई के लाग्छ? चन्द्रमाको अँध्यारो पाटोमा के लुकेको होला? के त्यहाँ साँच्चै एलियनहरू होलान्? आफ्नो रोचक विचार तल कमेन्ट गर्नुहोस्। भिडियो मन पर्यो भने फ्याक्टोनिक्स नेपाली च्यानललाई लाइक र सब्सक्राइब गर्नुहोस्। अर्को भिडियोमा अझै ठुलो रहस्य खोल्ने नै छौँ। तबसम्मका लागि धन्यवाद।